आज बवाल हुन्छ। के हुन्छ भन्दाखेरि यदि म्याच लाग्यो भने तिमीले पनि नबोलिकन बुझेनौ, नबोलिकन आफ्नो फलोअर्सहरूलाई त्यो खालको जानु पर्यो होइन। म पनि नबोलिकन यो चाहिँ म्युट हो क्या, म्युट म्याच भन्छ क्या यसलाई। जितेपछि कि कन्टिन्युसली सुरुदेखि लास्टसम्म ओहो अब गाइजहरू आफ्नो भन्न नभन्ने मुखले पोइन्टले अगाडि बढिसकेपछि नाइ यो फुल अन 5 मिनटको म्याच चाहिँ म्युट म्याच हुन्छ क्या हाम्रो। म्युट म्याच सुरुबाटै म्युट म्याच हुन्छ। अब अहिले एकछिनपछि सुरु गरौँला। पहिला म यसको अलिकति ब्रिफिङ गरिदिन्छु है। गाइजहरू सेयर हान्न त एकचोटि सबैजना छिटछिट ओके। त्यो सेयर पनि यसरी भन्नु पर्यो। गेम स्टार्ट भइसकेपछि यो चाहिँ म्युट म्याच भन्छ यसलाई चाहिँ है। यो चाहिँ कुलबोईको ब्रोडमा मात्रै हुन्छ म्युट म्याच। दुनियाँले बिग म्याच खेल्लान्, दुनियाँले स्मल म्याच खेल्लान्, दुनियाँले साइड म्याच, दुनियाँले लङ म्याच जस्तो पनि खेल्ने टाइपको। दिस इज अ म्युट म्याच ओके। दिस ओन्ली हैप जहाँ पाँव में पायल, माथे में कंगन, हाथे पे हो बिंदिया। ओ ठीक। जहाँ पाँव में पायल, माथे में कंगन, हाथे पे हो बिंदिया, that is Schoolboy wife. मैले त केही पनि बुझिनँ। Hey, okay, ठीक छ। This happens only in Schoolboy's life. Guys, ओहो लाइभ सेयर दाइ जानुभयो लाइभ ओके। म्युट म्याच सुरु हुन दिउँ। म्युट म्याच है। म्युट म्याचको के हो भन्दाखेरि स्कोरले केही फरक पर्दैन। स्कोर जसले जित्ला जसले वाला स्कोरले नो फरक ओके। होइन स्कोरले पनि फरक पर्छ। तर यदि म्याचको दौरानमा दुईजना मध्ये कसैले बोल्यो भने म्याच इज गन बी डिसमेन्टल। दिस इज अ म्युट म्याच ओके। दिस ओन्ली ह्यापन्स इन कुलबोइज लाइफ। अहिलेदेखि प्र्याक्टिस भइसक्यो क्या। ल ठिक छ ओके। आर यु रेडी? म्याच सुरु हुनुभन्दा पहिला अगाडिपट्टि हल्का एउटा अलिकति सबैलाई एकैचोटि भन्नको लागि एकचोटि सबैलाई यो जानु पर्यो। उठेरै खुट्टा पनि हुनु पर्यो। खुट्टा पनि यही सर्ट यही खालको खुट्टा यो जानु। खुट्टा पनि यो क्या। तपाईँको त मेरो थोरै ठिक छ। ल अब आऊ म्युट म्याचमा चाहिँ केही बोल्न पाउँदैनौ है। केही पनि बोल्न पाउँदैनौ, केही पनि गर्न पाउँदैनौ। त्यो यो सेयर गर्नु है कहाँ गयो केटाहरू हेनतेन पनि भन्न पाएन। केटाहरू कहाँ गयो भन्नको लागि यो खालको हुनु पर्यो। दिस इज अ म्युट म्याच। ल आऊ 3 यसपछि बोल्न पाइँदैन है। पहिले बोलिहाले के बोल्न मन छ भने। गाइज सबजना सेयर गर्नु ओके दाइ। 3 2 1
बाघ भनेको केटा हो, बाघ भने देख्यौ यसरी खेलिन्छ। थाहा भएन त मेरो उहाँले गीतहरू हान्ने नै थाहा भएन क्या। म्युट म्याच त्यही नै हो त। अनि कुन हान्ने नै थाहा भएन क्या मलाई। त्यो तपाईँले पो प्र्याक्टिस भयो, जहिले खेलिरहने अनि दोधारमा होइन। यो म्युट म्याच चाहिँ मेरो जहिले पनि हुँदैन। म्युट म्याच मेरो कोही कोही मनका नजिकका मान्छेहरूसँग मात्रै म्युट म्याच हुन्छ। बाघ भनेको भएन क्या, अलिकति मान्छेलाई उनी भएन। गिफ्ट त्यो पठाउन त लाग्यो होइन, कुन गिफ्ट नै पत्तै पाउन सकेन क्या। ठिक छ केही छैन, यो केही पनि भएन। तर अब च्याटभरि पनिसमेन्ट देखिरहेको छ। के पनिसमेन्ट दिनु त तिमीले? हाम्रो स्कुलमा त पनिसमेन्ट थियो त दादा। ल ठिकै छ, त्यसो भए अर्को पालि आउँदाखेरि, यसपालि आउँदा पनिसमेन्ट छैन, अर्को पालि आउँदा पनिसमेन्ट दिउँला।
अर्को पालि हामीले पनि जित्ला। अलि के म्याच हुन्छ त तिम्रो मेरो बिग म्याच म्युट म्याच के भयो अहिले जे भने त्यही रेडी रेडी हो फिक्स हो ल रेडी ल हुन्छ अहिलेको लागि चाहिँ म ताता यहाँ हुन्छु साइलेन्ट म्याच हुनुपर्छ अरे ताता यहाँ हुन्छ जानु होला सबैजना ग्याङ हाम्रो दाइलाई भेट भइसकेको छ सबैजनाले आम्मामा कस्तो आम्मामा पठाएको भन्ने एक दुई यसो हान्नु न थोरै मैले हान्नु दादा मैले त कहाँ निकाल्नु सक्नु त्यस्तो तपाईँले गाउनु भइहाल्छ नि नाइ 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 यही गीत सुने साउन्ड आइरहेको आइरहेको छ सो यो गीत चाहिँ सबैजनाको लागि है त हाम्रो दाइको लागि सबैजनाको लागि चस्मा खोल न चस्मा तिम्रो आँखाको एक्सप्रेसन चाहिँ हेर्न मन छ कि अहिले भर्खर तिमीले यस्तो गर्यो थाहा छ मैले थाहा पाइसकेको थिएँ चस्माभित्र चाहिँ यस्तो थियो यो हानिसक्यो तिमीले मैले थाहा पाइसकेको थिएँ ल कस्तो दाइ गरिसक्यो भाग्यमा नि रहेछ कुनै तिम्रो अङ्गालोमा हुन्छ सधैँभरिमा परे आमारी दिन सकिन माया तिमीलाई मनभरि आशय मरिदेऊ कि आशय मरिदेऊ कि आशय मरिदेऊ कि आशय मरिदेऊ कि तिम्रै यादमा डुबेर तिम्रै यादमा बहे